एप खोल्नु पर्दछ। फेसबुकबाट हाम्रो प्रोफाइल वाला सेक्सनमा गइसकेपछि हामीले सेटिङ एन्ड प्राइभेसी भन्ने यस्तो चिन्ह देख्दछौँ। त्यहाँ गएर एकचोटि थिच्ने, त्यसमा गइसकेपछि हामीले अर्को सेटिङ भन्ने अप्सन देख्दछौँ। त्यसमा फेरि थिच्ने, त्यहाँ गइसकेपछि प्राइभेसी चेकअप भन्ने रहेको छ। प्राइभेसी भनेको चाहिँ गोपनीयता हो अङ्ग्रेजीमा। यसमा हाम्रो पोस्टहरू कसले हेर्न सक्छ, हामीलाई फेसबुकमा मान्छेहरूले कसरी भेटाउन सक्दछ भन्ने कुरा बारे जानकारी दिन्छ। योबाट पछाडि गएर हामीले अडियन्स र भिजिबिलिटी भन्ने एउटा सेक्सन हामीले देख्न सक्छौँ। त्यसको ठ्याक्कै तल प्रोफाइल लकिङ भन्ने लेखिएको देखिन्छ। योलाई थिचेर अन गर्दाखेरि हामीसँग फेसबुकमा साथी नभएका मान्छेहरूले हाम्रो फेसबुकका पोस्टहरू हेर्न पाउँदैनन्। त्यस्तै प्रोफाइल लकिङबाट 2 स्टेप तल तेस्रो स्थानमा रहेको मा थिच्यौँ भने हामीलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन सक्छ, हामीलाई मेसेज कसले गर्न सक्छ भन्ने बारे आउँछ र त्यसमा हामीले गोपनीयता परिवर्तन गर्न सक्छौँ। यसको पुरा भिडियो युट्युबमा छ, हेर्न नबिर्सिनुहोस् है।